भवन घेराउ पनि गर्न सक्छौँ, बालुवाटार पनि जान सक्छौँ। तर उहाँले गर्न सक्नुभयो भने हामी पनि गर्न सक्छौँ नि त। राजावादीले गरे अराजकता होइन, जो गणतन्त्रवादीले नै गरेको अराजकता हो। अराजकता उहाँले अझै पनि अराजकता गर्न खोजिरहनु भएको छ। अब यो हाम्रो जो 15 गते हुने जो आन्दोलन छ उहाँले पनि अझै पनि अराजकता गर्न खोज्दै हुनुहुन्छ है। राजावादीबाट कुनै अराजकता हिंसात्मक गर्ने तरिकाले हामी हिँडेको छैनौँ। सिङ्गो रापरपा मात्रै छैन यसमा। भिड्न तयार छौँ। ल एमालेका कार्यकर्ताहरूले जहाँ भेट्यो त्यहीँनिर हान, हामी परेको हामी बेहोर्छौँ भन्नु त्यो तरिकाले कुन तरिकाले जान्छ त अब यो नेपालमा? डराको नै हो। डराएर नै त्यसरी अब उहाँहरूले अझ अराजक गर्न खोज्नु भएको छ। नडराएको भए त उहाँले त्यसरी गर्न खोज्नु। अब यो निर्वाचन आएकै छैन, अहिले यो बिचमै यसरी घर दैलो गर्न हिँड्नु भएको छ। किन हिँड्नु भयो, के का लागि हिँड्नु भएको छ, जनतालाई के का लागि अपिल गर्दै हुनुहुन्छ? जो हामी अहिले हिँडिरहेका छौँ घर दैलो कार्यक्रम गर्न, जो निर्वाचन अगाडि नै यसरी किन गरियो भन्दाखेरि हामी देश बचाउनको लागि, देश र जनताको लागि, हामी नेपाल आमाको लागि यसरी घर दैलो कार्यक्रम गरेर हिँडिरहेछौँ। किन भन्दाखेरि अब जो हाम्रो गणतन्त्रवादीले जो गरिसक्नु भएको छ है, अहिले त्यो कारणले गर्दा अब हामी राजावादी भनेर हामी जो अहिले भनेर सिङ्गो रापरपाले मात्र भनिसक्छ। सिङ्गो रापरपा मात्रै छैन यसमा, जो राष्ट्रवादी साथीहरू हुनुहुन्छ, हामी 44वटा सङ्घ संस्थाहरू हुनुहुन्छ यसमा आबद्ध। उहाँ सम्पूर्ण सङ्घ संस्थाहरूदेखि लगेर हाम्रो राष्ट्रवादी जो पार्टी छ रापरपा नेपालहरूदेखि सम्पूर्ण अहिले घर दैलो कार्यक्रम गरेर किन भन्दाखेरि जो 15 गते जो चैत 15 गतेको जो गर्नुभयो त्यो घटना त्यस्तो अब नहोस् भन्नको लागि फेरि सरकारले हामीले आह्वान पनि गर्छौँ र फेरि अझै पनि सरकारले त्यस्तो गर्छ भने हामी पनि पछि पढ्ने छैनौँ भन्नको लागि चाहिँ हामी हिंसामा उत्रिनुहुन्छ तपाईँ? हिंसामा यस्तो छ, सरकार हामी हिंसाबद्ध गर्ने त्यो तरिका छैनौँ। हामी चाहिँ साधारण तरिकाले प्रतिकार गर्ने भनेर त घोषणा गरिसक्यो। त्यो घोषणा गरेपछि 15 गतेको आन्दोलन हिंसात्मक हुने प्रबल सम्भावना छ। यस्तो छ, हिंसात्मक गर्ने तरिकाले हामी हिँडेको छैनौँ है। हामी हिंसात्मक गरेर उदण्ड मचाउने, तोडफोड गर्ने त्यो छैन। अहिले पनि अब जो सामान्य प्रधानमन्त्री अब आफ्नै सरकारमा छ अहिले, उहाँले नै जनता भड्काउने काम गर्नुभएको छ। जस्तै गोकुल बास्कोटाले पनि त्यस्तै भन्नुभएको छ। एमालेकोले हान्देऊ जे पर्ला हामी बेहोर्छौँ युवाहरूले भन्ने कुरा गर्नुपर्छ, त्यो उहाँहरूले नै भड्काउने काम गर्नुभएको छ। क्या तपाईँहरूले पनि प्रधानमन्त्री एक्लै हिँड्न चुनौती दिनुभएको छ भन्ने खबर आएको छ नि? होइन, हामीले त्यो चुनौती दिएको छैनौँ र उहाँलाई हामीले मात्र होइन, उहाँलाई अब एक्लै हिँड्न सक्ने माहौल कुनै पनि नेपाली जनताले हिँड्न सक्ने माहौल बनाउनु भएको छैन। उहाँले नै बनाएको, उहाँले क्रिएट गरेको माहौल हो नि त त्यो, हामीले बनाएको छैनौँ। उहाँहरूलाई चाहिँ हामीले जहाँ अब त्यहाँनिर हान्छौँ रोक्छौँ त्यो भनेको छैन। तर उहाँ जो अहिले एमालेबाट जो आएको छ, प्रधानमन्त्रीले जो भन्नुभएको छ, हिजो नै भन्नुभएको छ, गोकुल बास्कोटाजीले भन्नुभएको छ, एमालेका कार्यकर्ताहरूले जहाँ भेट्यो त्यहीँनिर हान, हामी परेको हामी बेहोर्छौँ भन्नु त्यो तरिकाले कुन तरिकाले जान्छ त अब यो नेपालमा? कसरी जान्छ त यो? हामी त शान्तिपूर्ण आन्दोलनमा लागेका छौँ त। हामी हिन्दू राष्ट्र कायम गर्न, राष्ट्रसत्ता कायम गर्नलाई लागेका छौँ भने अब जो राष्ट्रवादी हो भन्दैमा उहाँलाई थुन्न मिल्ने, हान्न मिल्ने भन्ने कुरो त कुनै पनि संविधान लेखा छैन त। कुन रूपमा अगाडि बढ्छ 15 गते ठ्याक्कै भनिदिनु? जनताहरूले तपाईँलाई पत्याउँछन् कि पत्याउँदैनन्? विशेष गरी चैत्र 15 गतेपछि जनताले तपाईँहरूलाई पत्याउने अवस्था पनि देखिन। पछिल्लो राजावादी आन्दोलनमा त्यो जुन जनसहभागिता थियो त्यो पनि खासै उत्साहजनक थिएन। के लाग्छ यो अपिल गर्दैमा जनताहरू आउला नि त? जनताहरू आउनुहुन्छ, बुझ्ने जनताहरू आउनुहुन्छ र 15 गतेको जो घटनाहरू जो बुझ्नेले विशेष बुझिसक्नु भएको छ। राजावादीले गरेको हुँदै होइन भनेर बुझिसक्नु भएको छ। राजावादीसँग त्यो हिंसा हत्या गर्ने त्यो तरिका हिँडेको छैन। हिन्दू राष्ट्र कायम गर्न हिँडेको छ भने कसैलाई हत्या हिंसा गर्न हिँडेको छैन। र अर्को कुरा के हुन्छ भनेपछि 15 गतेको जो घटना छ उहाँहरूले नै हो, सरकारले नै गरेको छ है। घर तोडफोड गर्नेदेखि लगेर गोली हान्ने, टियर ग्यास हान्ने जो गरेको छ सरकारबाटै भएको छ, त्यो जनताबाट भएको छैन। र राजावादीबाट कुनै पनि कुनै पनि दल, कुनै सङ्घ संस्थाबाट भएको छैन। जो भएको छ सरकारबाट नै भएको छ। ठिक छ, त्यसो भए अब अन्तिम कुरा बताइदिनुहोस्। जुन एउटा भाष्य सिर्जना भएको छ राजावादीहरू अराजक छन् भनेर, यो 15 गतेको आन्दोलनले सम्भवतः मेटाउने प्रयास गर्छ। अराजकता भन्ने उहाँहरूको भाषणमा अराजकता छ। अराजकता भनिसकेँ, मैले अघि पनि भनिसकेँ। राजावादीले गरे अराजकता होइन, जो गणतन्त्रवादीले नै गरेको अराजकता हो। अराजकता उहाँले अझै पनि अराजकता गर्न खोजिरहनु भएको छ। अब यो हाम्रो जो 15 गते हुने जो आन्दोलन छ उहाँले पनि अझै पनि अराजकता गर्न खोज्दै हुनुहुन्छ है। राजावादीबाट कुनै अराजकता, शान्तिपूर्ण आन्दोलन छ। शान्तिपूर्ण आन्दोलन हामी के भन्छ सम्पन्न गर्न लागि लागिरहेछ। तर पनि गणतन्त्रवादीहरूले जस्तो हाम्रो देशका प्रधानमन्त्रीज्यूले नै उत्साहजनक भड्काउजनक गरिरहनु भएको छ, त्यो हामी राजावादीबाट हुँदैन। सुन्नु न, 15 गतेको आन्दोलन हुने चाहिँ तपाईँहरूको कहाँ हो? एमाले कब्जा गर्ने भनिसकेको छ काठमाडौँ। कब्जा गरिसकेपछि हामी पनि हजारौं होइन लाखौं जनता उत्रिँदैछौँ काठमाडौँमा होइन। आन्दोलन गर्नलाई त्यो हाम्रो रत्न पार्क नै हो। रत्न पार्क गर्न दिनु भएन भने
हामी छन् अन्य ठाउँ छन्, हामी संसद भवन घेराउ पनि गर्न सक्छौँ, बालुवाटार पनि जान सक्छौँ। संसद भवन घेराउ गर्ने तर उहाँले गर्न सक्नुभयो भने हामी पनि गर्न सक्छौँ नि त, होइन र? उहाँले गर्नु नै भयो भने हामी पनि त पछि पर्ने होइन नि त, होइन र? अवस्था सिर्जना भएको जस्तो देखिसक्यो। तपाईहरु भिड्न तयार हो सरकारसँग, एमएलएसँग? भिड्न तयार छौँ ल। किन भन्दाखेरि उहाँले नै भिड्न तयार पठाउनुहुन्छ भने त्यसरी शान्तिपूर्ण गरेर आएको आन्दोलनमा उहाँहरूले अराजकता गर्न आउनुहुन्छ, नेपाली जनता दाजुभाइ लडाउनुहुन्छ भने हो भनिरहेको छ। गोकुल दासले भने पनि सुनेको छु, हानिहाल्नु परेको हामी बेहोर्छु भन्नुभएको छ। हानिहाल्नु कसरी हान्नुहुन्छ हामी पनि हेरौँला। हजारौँ सयौँ जनै लाखौँ जनतालाई कसरी हान्नुहुन्छ र कसरी त उहाँहरूले कन्ट्रोलमा लिनुहुन्छ। सरकारको नेतृत्व गरेको पार्टीका नेताहरूले यसरी बोल्नलाई कसरी लिनु भएको छ? उहाँहरू त अब उहाँहरू यसरी लिँदै गर्दाखेरि चाहिँ हामी चाहिँ के भन्छौँ भने उहाँहरूले गर्न खोजेको चाहिँ देशमा हत्या हिंसा गर्न खोजिरहनु भएको छ। पहिला कुरा है, जो 62-63को जनआन्दोलन भयो, जनआन्दोलन त उहाँले होइन, गणतन्त्र बाजीले गरेको आन्दोलन हो। उहाँहरूले चाहिँ अब त्योभन्दा अझै भयानक गराउन खोज्नु भएको छ, नेपाली जनताहरूलाई लडाउनु खोज्नु भएको छ, होइन? युवा जति त बेचिसक्नुभयो, बाँकी रहेको नेपालमा रहेको जति युवा छ उहाँहरूले लडाउन खोजिरहनु भएको छ। उहाँहरूले होइन, एमएलए तपाईँहरुसँग डराएको कि तपाईँले डराएको पत्तासाफ गर्न डराएको नै हो। डराएर नै त्यसरी अब उहाँहरूले अझ अराजक गर्न खोज्नु भएको छ। नडराएको भए त उहाँले त्यसरी गर्नु खोज्नु। 15 गतेको दिन हाम्रो राजधानी राजावादीमय हुन्छ कि एमालेमय हुन्छ? त्यो त समयले माहौल बताउने हो। हामी अहिले नै नभनौँ, समय जे समयले परिस्थिति देखाउँछ त्यो हामी गर्न तयार छौँ, देखाउन तयार छौँ। हस्, समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। जय राष्ट्रवाद।